हेलो नमस्ते म बद्री। हजुरहरू सन्चै हुनुहुन्छ होला। आज म हजुरहरू समक्ष पोखराको तालबराही मन्दिरको बारेमा मेरो भिडियो मार्फत केही बताउन गइरहेको छु। आज म तपाईहरूलाई नेपालको गण्डकी प्रदेश स्थित सुन्दर पर्यटकीय नगरी पोखराको मुटुमा रहेको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा तालबराही मन्दिरको बारेमा विस्तृत जानकारी प्रस्तुत गर्न गइरहेको छु। नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक आस्थाको सम्पन्न देश हो। यहाँ रहेको हिमाल, ताल, नदी, मठ मन्दिर तथा ऐतिहासिक सम्पदाहरूले नेपाललाई विश्वभर परिचित बनाएका छन्। यिनै अमूल्य सम्पदाहरूमध्ये तालबराही मन्दिर एउटा विशेष पहिचान बोकेको धार्मिक स्थल हो। फेवातालको बिचमा रहेको सानो टापुमा अवस्थित यो मन्दिर केवल पूजा आराधनाको केन्द्र मात्र नभई पोखराको पहिचान, नेपाली संस्कृतिको प्रतीक र पर्यटनको प्रमुख आकर्षण पनि हो। प्रत्येक वर्ष हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ मन्दिरको दर्शन गर्न र यसको अनुपम सौन्दर्य अनुभव गर्न यहाँ पुग्ने गर्छन्। तालबराही मन्दिरको चर्चा गर्दा पोखराको परिचय दिनु आवश्यक हुन्छ। पोखरा नेपालकै सबैभन्दा सुन्दर सहरमध्ये एक मानिन्छ। यसैलाई तालहरूको सहर पनि भनिन्छ। यहाँ फेवाताल, बेगनस्ताल, रूपताल लगायत धेरै रमणीय तालहरू रहेका छन्। पोखरा प्राकृतिक सौन्दर्यका कारण विश्वभर प्रसिद्ध छ। यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्ण, मासिफ र धौलागिरी हिम श्रृङ्खलाले सहरको सौन्दर्यलाई अझ आकर्षण बनाएको छ। प्रकृतिले सजाएको यही सुन्दर सहरको केन्द्रमा अवस्थित छ फेवाताल र फेवातालको बिचमा रहेको छ तालबराही मन्दिर। फेवाताल नेपालको तेस्रो ठुलो ताल मानिन्छ। यसको स्वच्छ पानी, वरिपरिको हरियाली र हिमालको प्रतिबिम्बले यसलाई अत्यन्त मनमोहक बनाएको छ। फेवातालको बिचमा रहेको एउटा सानो टापुमा तालबराही मन्दिर निर्माण गरिएको छ। यही विशेषताका कारण यो मन्दिर नेपालका अन्य मन्दिरहरूभन्दा फरक देखिन्छ। मन्दिर पुग्नु ताल किनारबाट डुङ्गा चढ्नुपर्छ। केही मिनेटको डुङ्गा यात्राले नै पर्यटकहरूलाई छुट्टै आनन्द दिन्छ। डुङ्गामा यात्रा गर्दा तालको शान्त पानी, चिसो हावा र वरिपरिको दृश्यले मनलाई आनन्दित त त्यसै नै बनाउँछ, तर अरू धेरै मानिसहरूका लागि तालबराही मन्दिर पुग्ने यात्रा स्वयंमा एउटा अविस्मरणीय अनुभव हुन्छ। तालबराही मन्दिरको इतिहास निकै पुरानो छ। इतिहासकारहरूका अनुसार यो मन्दिर शाहकालमा निर्माण गरिएको मानिन्छ। विभिन्न ऐतिहासिक स्रोतहरूले यस मन्दिरको स्थापना धेरै शताब्दी अघि भएको उल्लेख गरेका छन्। स्थानीय किंवदन्ती अनुसार प्राचीन समयमा देवी बराहीले एक वृद्ध महिलाको सपनामा दर्शन दिई आफूलाई तालको बिचमा स्थापना गर्न आदेश दिएकी थिइन्। त्यसपछि स्थानीय बासिन्दाहरूले देवीको आदेश अनुसार मन्दिर निर्माण गरेको जनविश्वास छ अनि मानिन्छ। यद्यपि यो कथा धार्मिक विश्वाससँग सम्बन्धित छ। यसले स्थानीय समाजमा मन्दिरप्रतिको आस्था र सम्मानलाई झल्काउँछ। सयौं वर्षदेखि यो मन्दिर पोखरेली जनताको आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ। तालबराही मन्दिर देवी बाराहीलाई समर्पित छ। हिन्दू धर्ममा बाराहीले देवीलाई शक्तिको स्वरूप मानिन्छ। देवी दुर्गाका विभिन्न स्वरूपहरूमध्ये बराही पनि एक महत्त्वपूर्ण रूप मानिन्छ। बराही देवीलाई साहस, सुरक्षा, शक्ति र समृद्धिकी देवीका रूपमा पूजा गरिन्छ। भक्तजनहरूको विश्वास अनुसार
देवी बराहीले आफ्ना भक्तहरूको रक्षा गर्छिन्, दुःख हटाउँछिन् र जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्छिन्। यही विश्वासका कारण हजारौं भक्तजन प्रत्येक वर्ष मन्दिरमा पूजा गर्न आउने गर्छन्। नेपालबाट मात्रै होइन, विदेशको कुना कुनाबाट पोखराको सुन्दर नगरी अनि तालभित्रको दृश्य र तालभित्र रहेको मन्दिरमा पुग्छन्। तालबराही मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ। मन्दिरको दुई तले संरचना काठका कलात्मक झ्याल, ढोका तथा पारम्परिक शैलीले नेपाली वास्तुकलाको सुन्दर उदाहरण प्रस्तुत गर्दछ। मन्दिर वरपर सानो प्राङ्गण रहेको छ जहाँ भक्तहरू पूजा आराधना गर्ने गर्छन्। जब तालको शान्त पानीमा मन्दिरको प्रतिबिम्ब देखिन्छ, त्यो दृश्य अत्यन्त आकर्षण देखिन्छ। विशेष गरी बिहानको सूर्योदय र साँझको सूर्यास्तको बेला मन्दिर झन् सुन्दर देखिन्छ। तालबराही मन्दिर हिन्दू धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलमध्ये एक हो। दैनिक रूपमा सयौं भक्तजन यहाँ दर्शन गर्न आउँछन्। विशेष गरी दसैँ, चैते दसैँ, तीज, नवरात्रि, अन्य धार्मिक पर्वहरूका अवसरमा हजारौं भक्तजनको उपस्थित रहने गर्छ। भक्तजनहरू फूल, प्रसाद, दीप तथा अन्य पूजा सामग्री लिएर देवीको दर्शन गर्न आउँछन्। धेरै मानिसहरूले आफ्नो जीवनका महत्त्वपूर्ण निर्णयहरू लिनु अघि पनि यहाँ पूजा गर्ने चलन रहेको छ। तालबराही मन्दिर पोखराको पर्यटन क्षेत्रको मुख्य आकर्षण हो। विश्वका विभिन्न देशबाट आएका पर्यटकहरू यहाँ पुग्ने गर्छन्। धार्मिक महत्त्वसँग यसको प्राकृतिक सौन्दर्य विदेशी पर्यटकहरूलाई पनि आकर्षित गरिरहेको छ। पर्यटकहरू यहाँ डुङ्गा सवार गर्न, फोटोग्राफी गर्न, सांस्कृतिक अनुभव लिन, धार्मिक स्थल अवलोकन गर्न, शान्त वातावरणको आनन्द लिन आउने गर्छन्। यसले तालबराही मन्दिरले पोखराको पर्यटन उद्योगलाई ठुलो योगदान पुर्याएको छ। तालबराही मन्दिरको सबैभन्दा विशेष पक्ष भनेको यहाँ प्राकृतिक र आध्यात्मिकताको अद्भुत सङ्गम देखिनु हो। एकातर्फ शान्त फेवाताल, अर्कोतर्फ हिमालहरूको मनोरम दृश्य, बीचमा आस्थाको प्रतीक बनेर उभिएको मन्दिर, यी सबै तत्त्वहरू मिलेर एउटा अनुपम वातावरण सिर्जना गरेको छ। यहाँ पुगेपछि मानिसहरूले केवल धार्मिक अनुभूति मात्र गर्दैनन्, मानसिक शान्ति प्रति प्राप्त गर्छन्। आजको व्यस्त जीवनमा यस्ता स्थानहरूको महत्त्व झन् बढ्दै गएको छ। तालबराही मन्दिर स्थानीय समुदायको जीवनसँग गहिरो रूपमा जोडिएको छ। धेरै स्थानीय परिवारहरूको जीविकोपार्जन पर्यटनसँग सम्बन्धित छ। डुङ्गा चालक, होटल व्यवसायी, रेस्टुरेन्ट सञ्चालक, हस्तकला व्यापारी तथा पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरू यसबाट प्रत्यक्ष लाभान्वित हुन्छन्। त्यसैले तालबराही मन्दिर धार्मिक केन्द्र मात्र नभई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार पनि हो। हाम्रो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु अत्यन्त आवश्यक छ। तालबराही मन्दिर र फेवाताल दुवै राष्ट्रिय सम्पत्ति हुन्। यदि हामीले प्रदूषण बढ्न दियौँ भने तालको सौन्दर्य घट्न सक्छ। त्यसैले फोहोर नगर्ने, ताल सफा राख्ने, धार्मिक स्थलको सम्मान गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने जस्ता कार्यमा सबैले ध्यान दिनु धेरै जरुरी छ। आजको हाम्रो सानो प्रयासले भविष्यका पुस्ताहरूलाई ठुलो सम्पदा हस्तान्तरण गर्न सक्छ। जो कोही तालबराही मन्दिर पुग्छ उसले एउटा फरक अनुभूति लिएर फर्किन्छ। डुङ्गामा ताल पार गर्दै मन्दिर पुग्ने क्रममा मन शान्त बन्छ। मन्दिरको घन्टीको आवाज, भक्तहरूको श्रद्धा, तालको पानीको हल्का लहर र हिमालको दृश्यले मनलाई गहिरो रूपमा हुन्छ।
धेरै मानिसहरूका लागि यो केवल घुम्ने ठाउँ होइन, आत्मिक शान्ति प्राप्त गर्ने स्थल हो। त्यसैले म के भन्न चाहन्छु भने हामी नेपाली हामीले यस्तो सम्पदाहरू जोगाउन जरुरी छ। फेवातालको बीचमा अवस्थित यो पवित्र मन्दिरले हरेक आगन्तुकलाई शान्ति, प्रेरणा, विश्वास र सकारात्मक ऊर्जा प्रदान गर्छ। त्यसैले हामी सबैको कर्तव्य हो कि यस्ता धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको संरक्षण गरौँ र भावी पुस्तासम्म यसको महत्त्व पुर्याउँ। यही शुभकामना सहित म मेरो केही अलिकति आफ्नो कुराहरू अन्त्य गर्नुभन्दा पहिला हामी नेपाली मठ मन्दिर भनेको हाम्रो एउटा आस्थाको केन्द्र हो। हामी नेपाली भएर बाँचौँ। हामी नेपाली एक दुसरा समाजमा मिलेर बसौँ। यस्तो धार्मिक र आफ्नो धार्मिक परम्परा मठ मन्दिरहरूको सधैँ हामीले एउटा बचाउने कोसिस गरौँ र एउटा समाज यस्तो निर्माण गरौँ कि सधैँभरि हामी नेपाली भएर बाँच्छौँ भन्ने महसुस गरौँ। यदि भन्दै हजुरहरूसँग म छिटै भेट्ने बाचा गर्नेछु। आउने दिनहरूमा हामी यस्तो भिडियोहरू ल्याउने नै छौँ। यति भन्दै आजको एउटा छोटो यो मन्दिरको बारेमा यति कुरा गर्दै मेरो भिडियो केही लामो बन्न सक्छ। धन्यवाद। फेरि भेटौँ।